मसुरी गोल्डन टेम्पलको रमाइलो घुमघाम पछाडि वापस देहरादून आएर केही दिनको आराम पछाडि देहरादूनको जू घुम्न गयौँ। फेरि एकपल्ट हामी नयाँ ठाउँ घुम्नका लागि धेरै एक्साइटेड थियौँ। जूको मेन गेटदेखि थोरै अगाडि गएर भित्र जानका लागि हामीले टिकटहरू किन्यौँ। टिकट काउन्टर चाहिँ यहाँ रहेछ, यहाँबाट जानुपर्नेछ र त्यहाँबाट टिकट लिनुपर्छ। टिकट काउन्टरदेखि टिकट लिइसकेपछि हामी जूभित्र प्रवेश गर्यौँ। इन्ट्रान्स गेटदेखि भित्र पसिसकेपछि त्यहाँ अगाडि कुन ठाउँ जाने, कहाँ जाने, कुन डाइरेक्सनमा जाने भन्ने साइन बोर्डमा लेखिदिएको थियो। त्यही अनुसार जू घुम्ने क्रम हामीले सुरु गर्यौँ। यसरी जू घुम्दै हेर्दै जाँदा हामीले एउटा अरू जूहरूभन्दा अलग्गै चिज देख्यौँ। त्यो चिज के रहेछ भन्दा त्यहाँ काठले बनिएको एकदमै सुन्दर जमिनदेखि माथि उठाएर बनाएको पात, जो त्यहाँ जूको एउटा अलग्गै आकर्षणको केन्द्र थियो। जूभित्रका सबै प्राय ठाउँहरू घुमिसकेपछि हामी चिल्ड्रन पार्कमा आयौँ र नानी चिल्ड्रन पार्कमा घुमि खेलिसकेपछि त्यहाँका ठाउँहरूको सम्झना यादका लागि केही फोटोग्राफहरू त्यहाँ खिच्यौँ। अनि यस ठाउँलाई पनि बिदा दिएर हामी फेरि घरतर्फ लाग्यौँ।